आजको यो भिडियोमा बीएड सेकेन्ड इयरका लागि खुसीको खबर आएको छ। किनभने हामीले बीएड सेकेन्ड इयरका इक्जाम अघि नै हामीले अब्जेक्टिभ क्वेसनहरू युनिट बाई युनिट हामीले सल्भ गरि राखिदिएका छौँ, जुन तपाईहरुले हेर्न सक्नुहुन्छ। र आजको यो भिडियोमा तपाईहरुलाई स्वागत छ, किनभने प्रश्नपत्रहरू सहित मैले राखिदिएको छु र त्यसको एन्सर सहित राखिदिएको छु र युट्युबमा सबै ठाउँमा यसो राखेको छैन। त्यसैगरी तपाईले हाम्रो भिडियोलाई अवश्य नै सब्स्क्राइब गर्नु होला, लाइक अवश्य नै गर्नु होला। ल बढौँ आफ्नो विषयवस्तुतर्फ। हाम्रो रहेको छ इकाइ 2 भाषा पाठ्यवस्तुको छनौट र स्तरण। पहिलो रहेको छ पहिलो नम्बर पाठ्यक्रम भन्नाले के बुझिन्छ, यसको उत्तर रहेको छ सिकाइ शिक्षणको योजना है साथीहरु। तपाईहरुले लास्टमा अवश्य नै हेर्नु होला है। ल अर्को क्वेशन रहेको छ वाक्य ढाँचामा आधारित भाषा पाठ्यक्रम कस्तालाई भनिन्छ, यसको उत्तर रहेको छ संरचनात्मक है, संरचनात्मक है। अर्को रहेको छ भाषात्वहरूको छनौटको सामान्य आधार कुन हो, यसको उत्तर रहेको छ आवृत्ति है साथीहरु, यसको आवृत्ति। त्यसैगरी प्रश्न नम्बर 4 यसको स्तरणको कुरा मुख्यत कोनसँग सम्बन्धित छ। ल साथीहरु तपाईले थाहा होला भने गेस गर्दै जानु होला है साथीहरु, किनभने तपाईहरुले अब यति बेला तपाईले अब यो सम्बन्धी जान्नुहुन्छ भने इक्जाम मा राम्ररी तपाईले मार्क्सहरु लाउन सक्नुहुन्छ। ल साथीहरु म यसको उत्तरहरु राखिदिएको छु। यसको उत्तर हो मनोभाषा विज्ञान। त्यसैगरी अर्को क्वेशन रहेको छ प्रश्न नम्बर 5 पाठ्यक्रमका प्रमुख स्तम्भ कतिवटा हुन्छन्, यसको उत्तर रहेको छ 4 वटा है। माध्यमिक तहको नेपाली पाठ्यक्रम 2055 मा कुन कुन कुरा समावेश छैन, यसको रहेको छ साधारण उद्देश्य। माध्यमिक नेपाली पाठ्यक्रममा स्वतन्त्र रचनालाई कति अङ्क भार दिएको छ, यसको उत्तर रहेको छ 10 है। त्यसैगरी प्रश्न नम्बर 8 पठनबोध र लिखित अभिव्यक्तिको विकासमा बढी उपयोगी विधा कुनलाई मानिन्छ, यो जारी राख्नु होला है, किनभने परीक्षामा बारम्बार सोधिरहेको हुन्छ है साथीहरु। हामी अघि नै हाल्दिएको छौं जुन तपाईलाई सजिलो हुन्छ। यसको उत्तर रहेको छ दैनिकी है, कन्ट गरिहाल्नु होला है, कुनै पनि रङ छैन है। त्यसैगरी प्रश्न नम्बर 9 आधुनिक भाषा पाठ्यवस्तुको को हुनुहुन्छ, सरी यसको आधुनिक पाठ्यवस्तु पुस्तक कस्तो हुनुपर्छ, यसको अभ्यासमुखी हुनुपर्छ है, यसको उत्तर रहेको छ। त्यसैगरी अर्को रहेको छ भाषा पाठ्यपुस्तकका लागि अभ्यास पुस्तिका के हो, यसको उत्तर रहेको छ पूरक सामग्री। त्यसैगरी अर्को रहेको छ कक्षा 9 को प्रचलित पाठ्यपुस्तकमा कतिवटा निबन्ध समाविष्ट छन्, यसको उत्तर रहेको छ 4 वटा। कक्षा 9 र 10 का पाठ्यपुस्तक बारे कुन भनाइ ठीक छ, यसको उत्तर रहेको छ दुवै पाठ्यपुस्तक सन्तुलित छन्, यो भनेको 4 वटा भन्दै यो राइट एन्सर है। त्यसैगरी 13 नम्बर प्रश्न नम्बर 13 को नेपाली भाषा शिक्षणमा आधुनिकता कहिलेदेखि सुरु भएको मानिन्छ, यो तपाईलाई थाहा हुनै पर्छ। यसमा तपाईले डेटहरु एकदमै बारम्बार सोधिरहेको हुन्छ, जुन तपाईलाई एकदमै फोकस गर्नुपर्छ यसप्रति। यसको उत्तर रहेको छ 2028 है साथीहरु। त्यसैगरी हाम्रो अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 14 माध्यमिक तहसम्म अलगै पुस्तक नराख्नुको अभिप्राय के हो, यसको उत्तर रहेको छ पाठहरुमा निहित व्याकरणको प्रयोग पक्षमा जोड दिनु। त्यसैगरी अर्को रहेको छ वर्णनात्मक पद्धतिले भाषाको कुन पक्षलाई महत्त्व दिन्छ, यसको उत्तर रहेको छ भाषा प्रयोगमा निहित संरचनामा। त्यसैगरी प्रश्न नम्बर 16 मौखिक संरचना सन्दर्भ विधिलाई कुन विधिको मिश्रित रूप मानिन्छ, यसको उत्तर रहेको छ प्रश्न नम्बर घ प्रत्यक्ष श्रुति भाषिकको है। त्यसैगरी प्रश्न नम्बर 17 सम्प्रेषणात्मक पद्धतिका अभिप्रेरक भाषा वैज्ञानिक को हुन्, यसको उत्तर रहेको छ ह्यालिडे है साथीहरु। ल हामीले लास्टतिर अब लगभग आइसकेका छौं। तपाईले यहाँसम्म हेर्नुभएका सम्पूर्ण साथीलाई हृदयबाट धन्यवाद। ल लास्ट पनि हेरौं। प्रश्न नम्बर 18 पंक्तिय स्तरलाई किन माथिल्ला कक्षामा बढी उपयोगी मानिन्छ, यो तपाईले थाहा हुनुपर्छ। यसको उत्तर रहेको छ प्रश्न नम्बर ख पाठ्यवस्तुहरूको सुविस्तार र क्रमबद्ध अध्ययन हुनाले।
यो भने तपाईँलाई थाहा हुनुपर्छ है साथीहरू। सबै तपाईँको अब युनिट 1 को अब्जेक्टिभ क्वेसनहरू राखिदिएको छौँ। युनिट 2 को हो यो, तपाईँले थाहा हुनुपर्छ। त्यसै गरी प्रश्न नम्बर 19, छनौटको निम्नतम एकाइ कुन हो? त्यसै गरी छनौटको निम्नतम एकाइ कुन हो? यसको रहेको छ वर्ण। त्यसै गरी हाम्रो लास्ट प्रश्न रहेको छ प्रश्न नम्बर 20, 2028 सालमा कक्षा 1 देखि 3 सम्म नेपाली भाषालाई कति पूर्णाङ्क दिएको थियो? यसको हाम्रो राइट उत्तर रहेको छ ख 150 पूर्णाङ्क है साथीहरू। र यस्तै प्रश्नहरूलाई तपाईलाई अब इक्जामसम्म हामीले उपलब्ध गराइरहेका हुन्छौँ। र साथै युनिट 1 जुन एकाइ 1 छ भाषा, नेपाली भाषा पाठ्यक्रमको हामीले अलरेडी सल्भ गरी हालिदिएका छौँ। तपाईँले गएर हेर्न सक्नुहुन्छ। र साथै नयाँ हुनुहुन्छ भने हाम्रो भिडियोलाई अवश्य नै सब्सक्राइब गर्नुहोला। आजको लागि यति।